पुग्नुपर्छ। त्यसै पनि रेस्लिङ जस्तो एउटा खतरनाक गेम त्यतिकै सजिलो त हुन्न। बाबा भन्यो ल रेफ्रीले सङ्केत दिइसकेका छन्। हामी दुवैजना लकअपमा परेका छन्। दुवैजना पावर सो भइरहेको छ। कसको पावरले कति भ्याउने यति बेला कर्नरमा पुर्याएका छन् रेस्लर अजिङ्गरले। देश विदेशमा बसेर विभिन्न सामाजिक सञ्जालबाट हेर्दै हुनुहुन्छ भने यति बेला तपाईँ दक्षिणकाली नगरपालिका घन्टेचौरबाट हेर्दै हुनुहुन्छ। अलि टाढा टाढा अलिकति थोरै छालिएर बस्दिनु है। तपाईँहरूलाई रेस्लिङ खेल्दै जाँदा कुनै पनि र एसआरबी भोइसबाट प्रत्यक्ष लाइभ दिइरहेको छ। अब त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। अजिङ्गरलाई किक प्रहार गरिरहेका छन्। साथै मारुति चौहानको प्रहार परेको छ अजिङ्गरमाथि। पिन काउन्ट गर्नु है तपाईँहरू। पिन काउन्ट गर्ने जिम्मा चाहिँ आज प्रत्यक्षदर्शी दर्शकलाई हुन्छ। ल काउन्ट गर्नु है, काउन्ट गर्नु तपाईँहरू। फेरि पनि अजिङ्गरमाथि प्रहार परेको छ रेस्लर मारुतिको। कर्नरमा सिट प्रहार बजारिदिएका छन्। लगातार किक प्रहार गरेका छन्। निकै खतरनाक स्ल्याप दिएका छन् मारुति चौहानले। गर्नमा हेल्मेट दिने प्रयासमा थियो तर अजिङ्गरले